सम्पूर्णमा राधे राधे। म ज्योतिषाचार्य जनार्दन कणेल। मिति 2082 साल पुसको 5 गते शनिबारको राशिफल लिएर आएका छौँ। सर्वप्रथम मेष राशि। मेष राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। हजुरले गर्न आँटेको कार्यक्षेत्र कर्मक्षेत्रमा उच्च सफलताका योगहरू आजको दिन बनिरहेको देखिन्छ। त्यसै गरी वृष राशिको कुरा गर्नेछौँ। वृष राशिका लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसै गरी मिथुन राशिको कुरा गर्नेछौँ। मिथुन राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसै गरी कर्कट राशिको कुरा गर्नेछौँ। कर्कट राशिका लागि पनि आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसै गरी सिंह राशिको कुरा गर्नेछौँ। सिंह राशिका लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसै गरी कन्या राशिको कुरा गर्नेछौँ। कन्या राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसै गरी तुला राशिको कुरा गर्नेछौँ। तुला राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसै गरी वृश्चिक राशिको कुरा गर्नेछौँ। वृश्चिक राशिको लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसै गरी धनु राशिको कुरा गर्नेछौँ। धनु राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसै गरी मकर राशिको कुरा गर्नेछौँ। मकर राशिका लागि आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसै गरी कुम्भ राशिको कुरा गर्नेछौँ। कुम्भ राशिको लागि भने आजको दिन एकदमै राम्रो दिन देखिन्छ। त्यसै गरी मीन राशिको कुरा गर्नेछौँ। मीन राशिका लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। आजको राशिफल हजुरहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला र विशेष गरी मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर लाइक कमेन्ट अवश्यमेव गर्नुहोला। हस्त नमस्कार। नारायण हरि शरणम। जय श्री पशुपतिनाथ।